हेलो हेलो साथीहरू के छ यार। आज कसम बल्ल आइपुग्यो क्या। झन्डै 10-11 बज्यो यार आज। साँझ दिउँसो 2-3 घन्टा मिटिङमा बसियो कि साथीहरूसँग होइन। लास्ट ढिला पनि भएको छ तर यसो अब पैसा गर्न लाएको छैन म। तर यस्तो पैसा कसले दिएछ कसम यार। प्यासेन्जरले यस्तो पैसा चाहिँ नदेऊ न यार कसम भनेको यार। हात दिमागसँग काटेर फ्याँकेको चाहिँ 150 रुपियाँ कसले चाहिँ दिएको यार। एउटा कुन राइड हो 145 भएको थियो 150 दिएको त यस्तो देखा यार कसम। यस्तो त नदेऊ न यार कसम भनेको यार कसम। यो आधी नम्बर कट्या यो ब्याङ्कले पनि लान मान्छे मान्दैन यार कसम भनेको। 50 रुपियाँ घाटा लगाइदियो यार। कुन चाहिँ प्यासेन्जर हो कसम यार। 145 उठाएको थियो कुन चाहिँ होइन मैले बिर्सेँ। त्यहाँ 150 दिएर गयो जान त 5 रुपियाँ पनि मागेन भन्ने सोचाएको थियो। कहिले फेरि यस्तो 5 रुपियाँ पनि मागेर बस्छ क्या। अनि यस्तो आधी पैसा त नदिनु नि यार कसम भनेको यार कसम। अब मैले यो ब्याङ्कलाई लगाएँ भने ब्याङ्कले साटेन भने त 50 रुपियाँ त खेर जान्छ पो त नि यार होइन। मलाई पैसा च्यातेर ल्याएछ भने उल्टो मलाई केस लगाइदेला फेरि ब्याङ्कले होइन। ब्याङ्क फेरि भन्न सकिनँ ब्याङ्कको त के गर्छ होइन। अनि आज 32 रुपियाँ हानेर आएको छ अन्त तर